हाम्रो चाहिँ विदेशमा चाहिँ यहाँ भोट चाहिँ उ गर्दैछ है। आफ्नो आफ्नो बुढीहरूलाई केमा भोट हाल्नु भन्नु है। हाम्रो भोट पलेश्वर सबैले आफ्नो आफ्नो बुढीलाई केमा भोट हाल्ने रे? हाम्रो चाहिँ तिमी कुन पक्षमा जसले जित्छ त्यसलाई एक छाप, समानुपातिको भोट तारामा। तारामा तिम्रो यो अवसरवादी हो। हाँ? अवसरवादी मान्छेले त्यसो भन्छ। मैले भनेको घन्टीले जित्छ पर्छ चाहिँ भने घन्टीमा हाल्ने। विदेशमा यस्तो हो। अनि अरू दलले जित्छ भने अरू दल हाल्ने, समानुपाती भोट चाहिँ घन्टीमा हाल्नु। हाम्रो आफ्नो बुढीलाई भन है घरमा। तिम्रो के भाइ तिम्रो चाहिँ केमा भोट हाल्नु लाउने? घरमा 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 केमा भोट हाल्नु लाउने? सबैमा चाहिँ कसरी हाल्नु मिल्छ यार? दुईटामा घन्टी र तारा। ए तेरो घरमा केमा हाल्नु लाउने? माटो। यस्तो कहाँ हुन्छ त यार? यता घन्टी, यता तारा, यता घन्टी तारा, त्यो यता माटो रे माटो। यता के हो? तिम्रो के हाल्ने तिमी? तिम्रो घरमा के हाल्नु? केमा भोट हाल्नु भने? घरमा घन्टीलाई यता फेरि हो तामाङ हो, फेरि यता बत्ती होला बत्ती। बत्ती बाल्नु पऱ्यो नि त, बत्ती नभए त यहाँ मिसिनै चल्दैन। केमा हाल्ने भोट? बत्तीमा। तामाङहरू बत्तीमा हाल्ने रे, ऊ त्यो राईहरू माटोमा हाल्ने भन्छ। यता घन्टी, उता नि घन्टी, उता तारा। म चाहिँ केपी बा आई लभ यु। म चाहिँ जित्री केपी बाले नै हो। तिमीहरू माटो भन। तिमीहरूले घरमा बुढीलाई जेमा हाल भन्यो भने बुढीहरूले सूर्यमा ड्याम ठोक्छ है। घरमा बुढीहरूले चाहिँ सूर्यमा ठोक्छ है भाइहरू भोट। घरमा बुढीहरूले चाहिँ सूर्यमा ठोक्छ है भोट। सूर्यमा